म चाहिँ अहिले साँझको हाम्रो यहाँनिर साङ गर्न लागि आइरहेको छु गुम्बामा। हाम्रो चाहिँ यो गुम्बालाई चाहिँ पेमा छोइलिङ मानी गुम्बा भनेर सबैले चिन्नुहुन्छ है। र यस्तो प्रकारको छ, भर्खरै बनिँदै गरेको भन्दा पनि यो चाहिँ पहिला मतलब 18 वर्ष भयो, तर अहिले हालैमा चाहिँ हाम्रो नयाँ गुम्बा चाहिँ बन्नेको चाहिँ कति 1 साल 1 इयर भयो है। र यसरी हाम्रो पेमा छोइलिङ मानी गुम्बामा तपाईहरू कतिजनाले सायद थाहा पनि छैन होला तपाईँलाई, यहाँनिर हाम्रो तकदा क्यान्टिनमेन्ट हाम्रो कलबुङ है, कलबुङमा चाहिँ हाम्रो पेमा छोइलिङ मानी गुम्बा छ। र यसरी यस्तो प्रकारले साङहरू गरेर चाहिँ हामी आमा छोरी आएको छु। मेरो छोरी चाहिँ यहाँ परनिर बसिरहेको छ यहाँ पर बसिरहेको छ। अन्त म चाहिँ साङ गरिसकेर अब हामी चाहिँ घर जानु लागेको छौँ। र यस्तो प्रकारको छ। अन्त ऊ चाहिँ मेरो छोरी हो। हेलो भनिदेऊ नानी, हेलो भनिदेऊ न। अन्त यस्तो प्रकारको छ हाम्रो गुम्बा चाहिँ।